नेपाल प्रहरी सम्बन्धी सामान्य जानकारीहरू। प्रश्न नम्बर 1, नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालय कहाँ रहेको छ? नम्बर क, सुर्खेत, वीरेन्द्रनगर। नम्बर ख, नक्साल, काठमाडौँ। नम्बर ग, बागबजार, काठमाडौँ। नम्बर घ, बुटाहिटी, काठमाडौँ। यसको सही उत्तर रहेको छ अप्सन नम्बर ख, नक्साल, काठमाडौँ। प्रश्न नम्बर 2, नेपाल प्रहरी कुन मन्त्रालय अन्तर्गत पर्दछ? नम्बर क, गृह मन्त्रालय। नम्बर ख, शिक्षा मन्त्रालय। नम्बर ग, स्वास्थ्य मन्त्रालय। नम्बर घ, विदेश मन्त्रालय। यसको सही उत्तर रहेको छ अप्सन नम्बर क, गृह मन्त्रालय। प्रश्न नम्बर 3, नेपाल प्रहरीका प्रथम प्रहरी महानिरीक्षक को हुन्? नम्बर क, शैलेश थापा छेत्री। नम्बर ख, नरशमशेर जबरा। नम्बर ग, तोरण शमशेर जबरा। नम्बर घ, ठाकुर प्रसाद ग्यावाली। यसको सही उत्तर रहेको छ अप्सन नम्बर ग, तोरण शमशेर जबरा। प्रश्न नम्बर 4, प्रहरी नियमावली 2071 कहिलेदेखि लागू भएको हो? नम्बर क, विक्रम सम्वत 2071 वैशाख 8 गते। नम्बर ख, विक्रम सम्वत 2071 असार 8 गते। नम्बर ग, विक्रम सम्वत 2071 असोज 8 गते। नम्बर घ, विक्रम सम्वत 2071 कार्तिक 8 गते। यसको सही उत्तर रहेको छ अप्सन नम्बर क, विक्रम सम्वत 2071 वैशाख 8 गते। प्रश्न नम्बर 5, प्रहरी ऐन कहिलेदेखि लागू भएको हो? नम्बर क, विक्रम सम्वत 2012 असोज 28 गते। नम्बर ख, विक्रम सम्वत 2012 असोज 29 गते। नम्बर ग, विक्रम सम्वत 2012 असोज 30 गते। नम्बर घ, विक्रम सम्वत 2012 असोज 31 गते। यसको सही उत्तर रहेको छ अप्सन नम्बर घ, विक्रम सम्वत 2012 असोज 31 गते।